मैले त्यस्तो नराम्रो सोचेर प्रिय भनेको होइन। मेरो मुखबाट त्यो शब्द आफै निस्कियो, प्रभु मेरो त्यस्तो कुनै नराम्रो भाव छैन, मलाई माफ गरिदिनु बक्सियोस् भन्दा ऋषि भन्नुहुन्छ ओहो यसमा माफ गर्नुपर्ने केही कुरा छैन, भगवानको पनि इच्छा यही छ। अग्निदेवले मलाई स्वयं बताउनु भएको थियो, अद्य पृष्ठो मया बन्नी कोश्या भरता भविष्यति तेनोक्तम दुर्मदो राजा भवितास्या पति ध्रुवम। अग्निदेवले मलाई स्वयं दुर्दम राजासँग छोरीको विवाह गराइदिनु भनेको कारण हजुर पनि यहाँ टुप्लुक्क आइपुग्नु भएको। यो सबै भगवानको रचना छ, यसमा कुनै ठुलो कुरा नमान्नुहोस्, यो सबै त्यही भगवानको कारणले यो सबै आज जुरेको छ भनेर फकाउन लाग्नुभयो राजालाई। राजाले पनि अब ती रेवती नाम गरेकी कन्यासँग बिहे गर्न मान्नुभयो भक्तवत्सल भगवानको। अब राजाले त मान्नुभयो, अब मानिसके पछाडि अब ती